यो चाहिँ 52 कोटी भाउजू ताल। ल आज सतबीज छर्नलाई चाहिँ हाम्रो आन्टीहरू आइसक्नु भएछ। श्री 52 कोटी धाममा जानको लागि चाहिँ हाम्रो घर अब यहाँबाट जानी भन्ने कुरो छ। ल यी आन्टीहरू यहाँ साइली आन्टी ठुली आन्टी आउनु भइसक्यो है। अब सबै भएर श्री 52 कोटी धाममा चाहिँ सतबीज छर्नको लागि चाहिँ जानी भन्दै हुनुहुन्छ है। ल यहाँ अब सतबीज छर्नलाई जानलाई एकदम तम तयार हुनुहुन्छ है। हाम्रा घरका पनि निस्किँदै हुनुहुन्छ है आज सतबीज छर्न जानलाई श्री 52 कोटी धाममा। ठ्याक्कै साडी नि उस्तै उस्तै एउटै अर्काले देख्नु भयो रे के हजुर नै उस्तै उस्तै हुनुहुन्छ। पातल पातलले अगाडि अगाडि हिँड्नु भयो। दुई बेन जस्तै हुनुहुन्छ अनुहार पनि। आज हामी मन्दिरमा सतबीज छर्न हिँड्नेछौँ सबैजना भएर। अब चाहिँ हामी 52 कोटी सिद्धधाममा आइसकेका छौँ। यो चाहिँ श्री 52 कोटी सिद्धधामको मन्दिर परिसर। अन्त दिदी श्री 52 कोटी मन्दिर। यहाँ चाहिँ आज सतबीज छर्ने भक्तजनहरूको घुइँचो छ। भक्तजनहरूको लागि प्रसाद बन्दैछ। यहाँ चाहिँ सबैजना आफ्नो सरदम ठिक्का पार्दै हुनुहुन्छ पूजा गर्नको लागि अनि सतबीज छर्नको लागि। अब चाहिँ हाम्रो आमाले गणेश भगवानको पूजा गर्दै हुनुहुन्छ। पूजा गर्ने आउने जाने क्रम चलिरहेको छ। शिव शंभो महादेवा प्लास्टिक में हर महादेव शिव शंभो महादेवा शिव ओम शिव ओम शिव ओम नमः शिवाय शिव ओम शिव ओम शिव ओम नमः शिवाय शिव 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 शंभो
शम्भो महादेव शिव 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 शम्भो शम्भो महादेव हर 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 महादेव शिव शम्भो महादेव हर 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 महादेव शिव शम्भो महादेव शिव ॐ शिव ॐ शिव ॐ नमः शिवाय हर ॐ हामी चाहिँ श्री गोर्खा मनोकामना बाहुनकोटी मन्दिरबाट मन्दिर दर्शन गरेर टिका लगाएर अब जान लागेका छौँ। कुकुरको बच्चा हामी सँगै आएको आन्टीहरू चाहिँ पूजा गरेर भ्याइसक्नुभयो। उहाँ पूजा गर्दै हुनुहुन्छ आन्टी दिदी। हाम्रो आमा चाहिँ यहीँ पूजा गर्दै हुनुहुन्छ। बाला चतुर्दशी चिया प्रसाद वितरण हुँदैछ। यहाँ भक्तजनहरू चिया प्रसाद लिएर बस्नुहुन्छ। भक्तजनहरू आउने जाने क्रम जारी रहेको छ। हजुर होइन आमा चाहिँ पिपलको वृक्ष वरिपरि सतबी छर्दै हुनुहुन्छ। अब चाहिँ हामी श्री बाहुनकोटी सिद्ध बाबाको मन्दिरमा दर्शन गर्न जाँदैछौँ। यहाँ चाहिँ के खोज्दै हुनुहुन्छ? आज 2082 साल मङ्सिर 3 गते बाला चतुर्दशीको दिन पितृका नाममा पितृहरूलाई सम्झेर दीप प्रज्वलन गर्दै हुनुहुन्छ उहाँहरूले। साथै आजको दिन सम्पूर्ण आफ्ना पितृजनहरूलाई सम्झेर बाला चतुर्दशीको दिन सतबी छर्ने अनि आफ्ना पितृहरूको नाममा दीप जलहरू अर्पण गर्ने नेपाली हिन्दू समाजमा प्रचलन रहिआएको छ। सम्पूर्ण भक्तजनहरू यहाँ विशेष गरेर सतबी छर्नको लागि अनि आफ्ना पितृजनहरूको लागि दीप प्रज्वलन गर्दै हुनुहुन्छ। नेपालका विभिन्न मठ मन्दिरहरूमा आजको दिन विशेष गरेर पितृहरूको नाममा दीप प्रज्वलन अनि सतबी छर्ने प्रचलन रहिआएको छ। आमाले पनि आफ्ना पितृजनहरूलाई सम्झेर दीप प्रज्वलन गर्दै हुनुहुन्छ।
यो धरती छोडेर गइसक्नुभएका आफ्ना आफन्तजनहरू भक्तजनहरूको घुइँचो बढ्दो छ। उहाँहरू चाहिँ नन्द भाउजू तालमा गएर सतबीज छरेर आउनुभएको। बाजागाजा सहित 52 कोटी मन्दिरबाट नन्द भाउजू तालसम्म सतबीज छरेर आउनुभयो उहाँहरू चाहिँ।
सबै भक्तजनहरू यहाँ प्रसाद खाँदै बस्नु भएको छ। चिया चना यहाँ चना वितरण हुँदैछ। यहाँ चिया ठिकै हजुर सबैजना कुवाको वरिपरि घुमी सदबी छर्दै हुनुहुन्छ। नन्द भाउजू ताल जाँदैछौँ हामी। यो चाहिँ 52 कोटी भाउजू ताल। यहाँ चाहिँ सबैजना भक्तजनहरू जल चढाउने सतबी छर्ने गर्दै हुनुहुन्छ। हर हर महादेव कता कता पूजा गर्दै हुनुहुन्छ। यो चाहिँ भाउजू ताल। अहिले चाहिँ हामी भाउजू तालमा सब्जी छर्दैछौँ। हामी चाहिँ नन्द पोखरीमा आएका छौँ। यहाँ चाहिँ सबैले बुझ्मा के पातमा चढाएर जानुभयो नछोडेर सतबी जति सबैले पातमा चढाएर जानुभएछ। यो चाहिँ यो नन्द पोखरी ताल। उहाँहरू चाहिँ सबैजना सतबी छर्दै हिँड्नुभएको छ। कस्तो लागिरहेछ सब्जी छर्न आउँदा? पहिलो बार छर्न आएको खुसी लाग्यो। पहिलोचोटि जिन्दगीमा पहिलोचोटि जिन्दगी होइन हामीले कस्तो चिराउँछ भाइ? पोर बिमारी भन्छ त रातमा मनै छैन। तोरना गंगा जमुना कले तारो तोरना उता देउरान जुठानी यता देउरान जुठानीको नाच कले तारो तोरना गंगा देउरानी जुठानी नाच्ने भन्नु त डिस्टर्ब गरेर हन्ड्यो। उता देउरान जुठानी यता देउरान जुठानी नाच्ने जमुनाईमा कले तार्यो तोरना गंगा जमुनाईमा कले तार्यो तोरना गंगा जमुनाईमा कले तार्यो तोरना।
हामी चाहिँ बाहुनकोटी मन्दिर नन्दबाबु ताल सबैमा सतबिर छरेर दर्शन गरेर फर्किसक्यौँ। सबैजना अब घर जाने तयारी। उहाँ छोरा आएपछि मन के अरे घरको मैरीमा छर्नु परेन।